को चाहिँ दुर्गति भइरहेछ। कति रमाइलो हो, पुरै यो आँपको बगैँचा हो है। गेट खुलिसकेको छ है। सबै रुख फेरि आँपको रुख है। यो सबै क्या मजाले बनाइदिएको रहेछ है। हेलो गाई दर्शन नमस्ते लासो फ्याफुला है। वेलकम छ आजको मेरो नयाँ ब्लगमा। म हुँ दिनेश योन्जन, स्वागत गरेँ फेरि पनि मेरो आजको दिन, आजको ब्लग सुरु गर्दै। अब खाना खाएर पचाउने काम हुँदैछ। यसो बाटोमा कलेज हाम्रो यहीँ छ नजिकै है, कलेज घुम्न जानु पर्यो। धेरै वर्ष भयो होइन, वर्षमा एकचोटि घर आइन्छ, त्यो बेला यसो कलेज पनि घुमौँ हेरौँ भनेर, कतिको प्रगति भएछ भनेर। यो चाहिँ फेरि हाम्रो गाउँकै हो, फुलबारी सबै बाजेको फुलबारी, यता पनि फेरि फुलबारी, बिचमा भएको ठाउँ चाहिँ यता आइसक्यो। यो हाम्रो गेट फुलबारी, यहाँदेखि चाहिँ अब यो कलेजलाई दिएको जमिन हो। यस्तो छ मजाको फुलहरू, यस्तो मजाले फुल फुलेछ। लगाएछ यस्तो गेट खुलिसकेको छ है। कलेजमा आइपुगे घुम्दै। ल यस्तो मजाले अहिले फुल रोपेछ है। देवालमा मजाले चारैपट्टि अहिले गेट हालेर देवाल घेरेछन्, कम्पाउन्ड बनाएछन्, कति राम्रो। यहाँ स्टेज भइहाल्यो है, प्रोग्राम भयो भने प्रोग्रामको लागि यता स्टेज। यहाँ अरू पनि रुखहरू रोप्दैछ। यस्तो फुल हालिदिएछ है। भर्खरै यो हाम्रो चाहिँ नयाँ कलेज हो है, गाउँसला बाराको। अनि हाम्रो चाहिँ अहिले यो मध्य प्रदेशको चाहिँ नै कान्ति बजारमा महोत्तरी गाउँसला बारामा पर्ने यो चाहिँ हाम्रो प्राविधिक शिक्षालय हो। अहिले चाहिँ एउटा मात्रै क्लास सुरु भइरहेछ, मर्निङ क्लास सुरु हुन्छ, बिस्तारै हुनेवाला छ। लगभग आयुर्वेदिकको चाहिँ नि क्लास भइरहेछ यहाँ सुरु है। जति पनि आयुर्वेदिकको छ नि यो कोटाको चाहिँ विद्यार्थीहरू यहाँनिर हाम्रो चाहिँ पढाइ हुने गर्छ। ल गाइज, यो चाहिँ हाम्रो पाँच तलामा बनिएको छ है। यो चाहिँ नि फर्स्ट फ्लोर हो, पहिलो है। कोठाहरू यस्तो राम्रो छ। ल चट्ट छ। अहिले चाहिँ विद्यार्थीहरू आएको छैन। यहाँबाट हेर्न मिल्छ मजाले खोला, हाम्रो उता डोलुङ खोला। यता टोयलेट बाथरुम है। यस्तो मजाले टक्क टाइल हालेछ, मेल फिमेल। ल हेर्नुहोस्, ओहो सही छ त। यो चाहिँ म चाहिँ अहिले सेकेन्ड फ्लोरमा छु है, 2 तलामा। सेम छ है रुमको डिजाइनहरू, यस्तो राम्रो देखिरहेको छ यहाँबाट। ल हेर्नुहोस् क्या भ्युज देख्छ त। यहाँ हाम्रो खोला हो यो। यता हाम्रो फेरि फुलबारी छन् बाजेहरूको। यो चाहिँ टप फ्लोरमा छु म अहिले है, सबैभन्दा टप 5 नम्बरमा। अब अहिले चाहिँ विद्यार्थी नभएको कारणले रेडी छ है। यसै गरी गाउँ देखिन्छ यता बाहिर सर्लक्क। उता हाम्रो घर, यहाँ फुलबारी। ओहो यो रेडी हुँदैछ, यो चाहिँ तयारीमा छन्। अहिले विद्यार्थीहरू रेडी छैन है, क्लास एउटा मात्रै चल्छ मर्निङमा। अब बिस्तारै बढ्दै गएपछि सायद यो पनि सुरु हुनेवाला छ। हेर्नुहोस् यस्तो छ यता है। ल ओहो सेफ्टी ट्याङ्क चाहिँ के अरे, सेफ्टी ट्याङ्क के भन्छ यसलाई, पानी वाटर है। ल यस्तो मजाको क्या मजाले बनाइदिएको रहेछ है। अनि ल हेर्नुहोस्, हाम्रो गाउँ त कहाँ देख्छ, सबै रुखले हो यो माथि त। यो सबै रुख फेरि आँपको रुख है, यो सबै आँपको रुख। ल हेर्नुहोस् क्या मजाको देखिरहेछन्, पुरा आँपको रुखहरू हो यो।
कस्तो आमामा यहाँबाट हेर्दाखेरि पो त पुरा फुलबारी त जङ्गल देख्दो रहेछ त हौ आमामा ल हेर्नुहोस् ऊ त हाम्रो घर के देख्छ यहाँ केही देखिन्न है वाउ यस्तो मजाको ल हेर शीतल आहा कपाल पनि पराएर यस्तो कति रमाइलो हो पुरै यो आँपको बगैँचा हो है पुरा बगैँचै बगैँचा छ यहाँ हेर्नुहोस् अनि यो बगैँचाको बिचमा यति राम्रो कलेज छ यहाँ है टेक्निकल कलेज हो र अहिले चाहिँ त्यही हो विद्यार्थीहरू थोरै छ बिस्तारै बिस्तारै सुरु हुँदैछ अब बिस्तारै बिस्तारै यहाँ बढ्ने क्रम चाहिँ हुने नै छ पुरै बगैँचा यो है आँपको यस्तो रमाइलो छ है अनि यहाँबाट फेरि खोला देख्छन् हाम्रो खोला यो खोलालाई चाहिँ फेरि हामी ढोलङ खोला भन्छौँ है उता त जङ्गल हो त्यो साइडमा जङ्गल हो यहाँ चाहिँ फेरि ढोलङ खोला ल हेर्नुहोस् कस्तो राम्रो देखेको छ हौ ओहो त्यो खोलामा हामी भैँसी चराउँथ्यो बाख्रा चराउँथ्यो गोरु चराउने अनि यहाँ आएर आँप चुहाउँथ्यो अनि बाजेले ख्यार्थ्यो खुटुटुटुटु अनि भाग्थ्यो यस्तो स्टेज पनि बनेछ पुरा रुखकै जरामा टक्क बनाइदिएछ रुखलाई पनि नकाटेर होइन रुख पनि नाश नगरिकन यस्तो मजाले चाहिँ त्यहाँनिर टक्क बनाइदिएछ स्टेज प्रोग्राम गर्नको लागि यस्तो भ्यू देख्छ हाम्रो यहाँबाट हेरौँ यो कलेज माथिबाट चाहिँ देख्ने भ्यू हो यस्तो यो माथिबाट तल हेर्दा कस्तो देख्छ ल ओह नेपालको झन्डा यहाँ छ हाम्रो है गाईहरू यहाँ तलबाट यस्तो मजाको देखिएको छ फुलबारीको बिचमा यस्तो राम्रो कलेज छ विद्यार्थीहरू भर्खर नयाँ हो आउने क्रम छँदैछ र यता यो यहाँनिर गेट बनिरहेछ यो गेट हो है अहिलेको लागि चाहिँ अब ब्लक गरिरहेको छ इँटाले हो यसमा चाहिँ पारिपट्टि लगभग 120 जना बस्ने होस्टेल बन्दैछ है त्यो ठेला लगाए जब कलेज बिजी भयो यसो अब घरतिर जान्छौँ होइन ल हेर्नुहोस् यस्तो मजाले बन्दै रहेछ अझ धेरै जहाँ बाटो हुन्छ नि त्यहाँनिर नि विकास अवश्य हुन्छ हेर्नुहोस् योभन्दा पहिला यो फुलबारी थियो त्यो बगैँचा केही थिएन यो हाम्रो बगैँचाको मालिक चाहिँ हाम्रो बाजेले चाहिँ यहाँनिर बिच बाटो खोलिदिए र यसै गरी बाटो खोलेर कलेज एउटा राखेको अहिले यस्तो राम्रो भयो अब प्रगति भनेको बिस्तारै नै हुन्छ उन्नति प्रगति भन्ने बिस्तारै नै हुन्छ है भत्काउनु मात्रै हो चाँडो हुने बनाउनु त टाइम लाग्छ धैर्य गरौँ बिस्तारै उन्नति चाहिँ हुँदै जाने छ है कस्तो राम्रो छ फुलै फुल छ तर के गर्नु केटीहरूले बाख्रा छोडेर बाख्राले पिरिक टोकेर खत्तम पारिदिन्छ मेन बाटो यसलाई फुलै फुल पनि रोपेको छ यहाँ बाटोमा है सर उता कलेज जाने भयो यो बाटो फेरि खोलातिर जाने भयो पारी गाउँ ल यो कलेज सुरु हुँदाखेरि चाहिँ खाजा घर यो थियो है मिस्त्रीहरूले खान्थ्यो यस्तो छ है अहिले चाहिँ यहाँ यसको चाहिँ दुर्गति भइरहेछ पुरै भविष्यमा मैले चाहिँ यहाँ आएर पानीपुरी चटपटे बनाएर बेच्नु त लागेको छ कलेजको लागि है ए आहा यो कलेजमै गएको रहेछ त्यो गाडी यस्तो धुलो उडाउँदै गयो को प्रिन्सिपलहरूकै होला कि कसको प्रिन्सिपल त होइन होला को छ प्रिन्सिपल भाइ धुलो होला धुलो उडाएर गएछ यो फेरि हाम्रो वाटर सप्लायर ट्याङ्क त्यहाँ छ है अनि यो चाहिँ फेरि हाम्रो भनौँ न गाउँमा चाहिँ पानीको चाहिँ नि
यहीँबाट चाहिँ नि पठाउँछ है खेतबारीमा पानी पटाउनलाई। हेर पुरानो भइसक्यो, नयाँ अब त्यहाँ छ उता। यो चाहिँ पुरानो हो, यो धेरै पुरानो, पानी झरिरहेछ। अहिले चाहिँ बन्द भयो, अघि पानी झरी थियो। सानोमा त खुब नुहाउँथ्यो म त यहाँ। ल हाम्रो त फेरि गाउँमै छ है, चाना चटपटे पानीपुरी सबै पाइन्छ, सबै पानीपुरी चाना चटपटे सबै आफ्नै गाउँमा घरमै छन्। ल ल ल गाइस, आजलाई यति नै है। फेरि भेटौँला अर्को न्यू भ्लगमा भन्दै बाई बाई।